हेलो साथीहरू, अनि तपाईहरु के कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। र आज फेरि हजुरहरुको अगाडि आइसकेको छु र हेर्दै गर्नु होला यसै गरेर। हेर्नु साथीहरू, म यसको चाहिँ गरम चप्पल बनाइदिनु पर्यो है त, हुन्छ कि हुँदैन हेर्दै गर्नु होला। यसलाई चाहिँ अब यो चाहिँ तातो पेन हो नि त, यसलाई काटेर चाहिँ जान्दछु कि जान्दिनँ ट्राई गरेर हेरेको तपाईहरुलाई पनि देखाउने छु। यसलाई चाहिँ यस्तो है, अलिक ठुलो भयो, यसलाई चाहिँ काटिदिनु पर्यो। यसलाई चाहिँ सिलाइदिनु पर्यो है, हेर्दै गर्नु। साथीहरू, एउटा चाहिँ सिलाइसकेको छु, हेर्न सक्नुहुन्छ। यसरी पछाडि सिलाइदिएको छु हो, अगाडि। अनि यो चाहिँ सिलाएकै छैन, यो एउटा चाहिँ सिलाउनु बाँकी छ। चप्पल चाहिँ भन्नुहुन्छ भने अब कस्तो छ भने यस्तो छ, एउटा अब बनाउनु बाँकी छ, एउटा चाहिँ भइसकेको छ। देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। यसरी सिलाउनु पर्छ है त साथीहरू। अलिक अँधेरो अँधेरो छ नि त यहाँ भित्र हो, कस्तो हुँदो रहेछ सिलाएर हेरौँ। कहिले पनि सिलाएको त थिइनँ मैले हो, त्यो पनि ट्राई गरेर हेरेको हो कस्तो हुन्छ। ठन्डामा लाउने तातो चप्पल नि त सिलाइदिएको। तपाईहरु पनि नानीलाई सिलाएर लगाइदिनु सक्नुहुन्छ, यसरी नै हो। हेर्नु सक्नुहुन्छ, चप्पल पनि रेडी भइसकेको छ। यता पछाडि चाहिँ सिलाइदिएको हो। तपाईहरुलाई के कस्तो लाग्यो? राम्रो लाग्यो भने कमेन्ट गरेर भनिदिनु होला।